नमस्कार सबैजनालाई अनि हार्दिक अभिवादन गराउन चाहे होइन। लङ टाइम पछि फेरि ब्याक भए। मेरो पहिला चाहिँ आइडी चाहिँ त्यस्तै त्यस्तै भएको थियो नि त, अनि त्यो रिकभर गरेर फेरि त्यही बाटो कन्टिन्यू दिँदैछु गाइज है। आज चाहिँ हामीहरू चाहिँ यहाँ तल बिच्ने बाटो चाहिँ माथि बोङ्गादामान जाने परिक्रमा छ। यति छोटो बाटो हो, त्यति लाउने होइन यहाँ आजीले चाहिँ छम्मा भेट्न जाने भन्ने कुरा गर्ने नि हाम्रो लिलाजीले छम्मा भेट्न जाने रे। यसको छम्मा फेरि लास्टै धेरै छ क्या भन्ने छम्मा फेरि छम्मै छम्मा छ क्या यसको अनि त्यही भएर खोला खोला देख्न सक्नुहुन्छ। खोला हिँड्छौँ कि हामी फेरि पुरै प्राय खोला त कति हो कति पुरै देख्न सक्नुहुन्छ मजाले। भ्यूहरू पनि बबालै छ सनलाई, तर एममा त यहाँबाट त्यहाँसम्म मात्रै क्या, त्यति लामो छैन नि त भ्यू। हाम्रो गाउँको भ्यू देख्नु पर्छ होला, अति नै राम्रो छ भन्नु भने त के राम्रो छ भन्नु त बोङ्गादामान आएको। अनि तल भन्छ कि त नि बोङ्गादामान आएपछि आर्य मन्दिर छ, मन्दिरमा चाहिँ घुम्न जानु होला पक्कै पनि। म पनि गएको छैन जानलाई, तर आज चाहिँ जान्छु होला जस्तो लाग्छ। पहिला नुहाइधुई गरौँ के अरे, अनि त्यसपछि विचार गर्नु पर्ला। बिस्तारै बिस्तारै हुन्छ। माछा मार्ने ठुलै यही हो हामीले। मैले योभन्दा लगभग 1 महिना 2 महिना अगाडि एउटा भिडियो छोडेको थियो, त्यो माछा मारेको। त्यसमा नि भ्युज त्यही गोराती गोराती चाहिँ भ्युज चाहिँ भइरहेको थियो है। त्यही हो, माछा मार्ने खोला यही हो। माछा नि मार्न सक्नुहुन्छ मजाले। अनि देख्न सक्नुहुन्छ त्यो परै छ नि, त्यो पराको अलि बिचमा अलि पारि भेट्दा खोला तर्ने, खोला तरेर अनि पारि भेट्दा चाहिँ मन्दिर छ क्या। मन्दिरमा चाहिँ घुम्न सक्नुहुन्छ, मजा छ। भ्यूहरू पनि पारिको भ्यू चाहिँ मजा छ। पहिला चाहिँ जङ्गलै जङ्गल थियो र अलिअलि यसो जङ्गल त रहेछ होइन। छम्मा भेट भएर गफ हान्ने जस्तो पनि थियो कि त्यो पारिको छ नि त त्यो भ्यू। त्यो भ्यूमा चाहिँ मजाकिलो थियो। अनि त्यही हो, यता बुङ्गुर फारमहरू छन्। यी बलक स्टोर बलक बन्छ, बलक चाहिएमा पनि सम्पर्क गर्नु होइन। केही बेन्चासेन्चा यताउता गर्ने भने सम्पर्क गर्नु भन्ने त्यही हो गाइस। धेरै लामो किन बनाउने, छोटो बनाउने, मिठो बनाउने चाहिँ भ्लग त हो, झाँक्रो होइन। ल गाइस, सब्सक्राइब गर्नु नभुल्नु होला, अनि लाइक कमेन्ट गर्नु नभुल्नु होला, सेयर गरिदिनु होला सकभर है। ल यति भन्दै बिदा हुन चाहे, धन्यवाद।